Yeah. Let's head this up on the audience. Yeah. अस्तिको पाला यस्तै भन्यो थियो बिर्सियौ के सम्झिनु खनु पर्थ्यो मसुर भात अब फेरि चात कि देशलाई उठाउन देऊ अब हात अब छ पालो अब सबै हाम्रो अब छ पालो कि सबै राम्रो हेर कति मैलो फोरी राजनीति हेर सफा आँगन छ यहाँ दाइलो कलिलो छन् हात सबै खाना पक्का राजनीतिमा सधैँ भयो बुदा पाक्का विकासको बाटो नेता त लातो बाटोको पैसा किन त खाको अझ त आउँदा बोल्छस् झुटो देशलाई डुबाउन किन त छिटो मलाई त दिक्क तहरू देख्दा कसरी संविधान लेख्दा ताजुछस् कसरी देश त बेच्दा तोला परिहाल्छस् देश त मिच्दा कहाँको न्याय कसैले पाए तोला पर्दै केमा उडाए को यहाँ धेरै छुट्टाए छैन एक नेता कबिल भेटाए दिक्का लाग्छ यहाँ कालो बादल मर्का पर्दा चकरी चकारै ठुलो भो धेरै बिस्तारे बसन्ती आउँछन् सधैँ जिस्कारे मेरो भोटे लिएर मलाई पछि नचिन्ने तेरो सोच लिएर मात्र पैसा नै चिन्ने अझ भोट माग्न गर्न खोजेको भन्थिस् निकासको योजना जानुस् त पहिला विकासको सूचना दिनुस् त पहिला नेता त कस्तो भन्नुस् त पहिला देश अगाडि कसरी बुझ्नुस् त पहिला इमानदारीतामा यी प्रश्न चिन्ह सुनलाको देश खुट्टाले चिन्छ कसरी देखेन हजारौंको न्याय लापत्ता छन् मानिस वर्षौ पहिले के उत्तर दिन्छौ के गरी खान्छौ पाप गरेको कसरी मान्छौ मरिस भने त भगवानसँग कसरी बोल्छस् कसरी चल्छ चलेरै हुने तेरो खाने बनी बढी बढी यादा कमाउनमै नामी काम गर्ने अर्कै लिन्छस् नामा के दियो हो भोट बाटो लाग्छस् कि सिधै अब जनतामा मनफ्ता सोझो छैन पीर पर्दा कहिले रोको छैन सहयोग माग्दा कहिले पाउने होइन जे भन्यो त्यो हुने कहिले होइन म त थाकेछु भन्दा भन्दै थाकेछु त भाषण दिँदा पनि थाकेको यहाँ खोजेको के पैसा कमको कसका लागि जनताको मर्ममा चाहिँ सक्यो धेरै वर्ष पो भयो लाज पछि सक्यो तलाई भन्दा भन्दै हामी थाकिसक्यो कहिले सोच्ने हामीलाई नि लाजलाई सक्यो चलाउनु पर्छ अब अलि बुढी भाका यहाँ बुढा भाका अलि युवा नै आका हरेको कटी दिक्का लाग्छ यहाँ कालो बादल मर्का पर्दा चकरी चकारे धुलो भो धेरै यहाँ बिस्तारे बसन्ती आउँछन् सधैँ जिस्कारे मेरो भोट लिएर मलाई पछि नचिन्ने तेरो सोच लिएर मात्र पैसा नै चिन्ने अझ भोट माग्न आइस के आधारमा भोटिने पछिल्लो वर्ष त चाहियो गर्न खोजेको भन्थिस्